राम्रो गफ गरौँ सबैजना। मेरो साडीको बारेमा कुरा नगरौँ, अरू अरू कुरा मात्रै गरौँ होइन। ल बाबु कुरा दोहोरी खेल्न इन्भिटेसन आइरहेको छ साँच्चै भित्रबाट। हाम्रो क्युरी नानुको खिचिन् न, नानु ल आन्टीलाई हाई भन त। ल आन्टीलाई, ल आन्टी छोरी खेलौँ बा। बिचमा राखे सबजना निकाल्यो। बस तिमी यहाँ बस नानु। ए जबसम्म तपाईसँग अलरेडी बिजनेस छैन भने तपाईँ लोन दिनु। तपाईसँग सानो बिजनेस छ हैन, तर कस्टमरलाई त्यसले 2 लाख 4 लाख दिन सक्छ हैन। बिजनेस हेरेर स्क्रैचबाट गरेर लानु पनि दिदैन। त्यो चाहिँ हैन म रिजेक्टेड भएर आएको हो। हैन ग्यास स्टेसन कसरी किन्छ त मान्छेले? हैन दिन्छ के भने हेर यसो ग्यास बिजनेस गर्नको लागि क्रेडिट स्कोर हेर्छ हैन। यदि प्रोपर्टी साइट किन्ने भने चाहिँ मात्र दिन्छ। लिजलाई पनि दिन्छ। हैन म अस्ति गएको थिएँ, मैले क्लास लिएर गएको मलाई के कुरा गरे? तर एकैचोटि धेरै दिन्न, अब उसको औकात अनुसार दिन्छ। हैन अब हैन बिजनेस औकात हेरेर नि के हुन्छ भने तपाईको बिजनेस हेर्नु न, तपाईको क्रेडिट स्कोर हेर्छ हैन। तपाईको 30 देखि 40 20 देखि 40 सम्मको उनीहरुले एउटा डाउन पेमेन्ट हेरेको हुन्छ हैन। डाउन पेमेन्ट भनेको ब्याङ्कमा तपाईले अब तपाईले 5 लाख हेर्नुभयो भने क्यास डाउन कति गर्ने अब अनि 5 लाखको बिजनेस हेर्नुभयो भने अब तपाईलाई ब्याङ्कले तपाईको क्रेडिट स्कोर मिडियम छ भने तपाईलाई 30% राख भन्छ। 30% भने तपाईले $1,50,000 देखाउनु पर्यो। अनि ब्याङ्कले पैसा तिर्दिने हो के मजाले दिन्छ, के पनि फरक पर्दैन। बिजनेस दिन त्यसलाई पनि दिन्छ के। म यो कुरा चाहिँ जस्तो अब तपाईको पसल गिफ्ट चम्पल हो नि गएर बाइकमा रिजेक्टेड भएर आएको। ग्यास स्टेसन मेरो क्रेडिट स्कोर 730 व्हिच इज जस्तो तपाईको गिफ्ट